त्यसै गरी अमृत हुमागाई सरलाई पनि है टाढाबाट आएर चाहिँ सम्मान प्रकट गरिदिनु होला र त्यसै गरिकन अब केक कटिङ गर्नुभन्दा पहिला चाहिँ टिका लगाइदिनु होला सबैजनालाई यहाँ हाम्रो सरहरूलाई पनि लगाइदिनु होला म्याम सरलाई पनि अब हामी चाहिँ केक कटिङ गर्छौँ केक कटिङ गर्नुभन्दा पहिला मैले यो डायमन्डको त होइन है डायमन्ड जस्तो देखिने क्राउन ल्याएको छु होइन अब डायमन्डै हो भन्नलाई यत्रो महँगो त ल्याउन सक्दिनँ यो क्राउन पनि हामी ओढाउने प्लान गरिरहेछौँ यो क्राउनलाई चाहिँ जमुनाजीले भ्याउनुहुन्छ जमुनाजीले चाहिँ यसो हाम्रो चाहिँ लक्ष्मी म्यामलाई चाहिँ क्राउन लाएर मान्छे पनि ठ्याक्कै के भन्छ मोडेल जस्तै देखिन्छ हाम्रो म्याम होइन क्राउन लाउन नि झनै देखिने भएकोले एउटा क्राउन यसरी चाहिँ हामी सम्मान प्रकट गर्छौँ अनि त्यसपछि हाम्रो डिसिओ सरले चाहिँ यो हाम्रो एमडिआरटी क्वालिफाई भएको सर्टिफिकेट चाहिँ हामीले प्रदान गर्छौँ उहाँलाई हामी सर्टिफिकेटबाट सम्मान गर्छौँ टिओटीको लागि चाहिँ अल द बेस्ट भन्छौँ र त्यस्तै गरिकन एउटा रिजनबाट एउटा विश्व वज्र भन्ने छ है विश्वकै वज्र हामी यो चाहिँ बुद्धिस्ट कम्युनिटीमा हुन्छ तर हामी सबैलाई चल्छ यो विश्व वज्र पनि प्रदान गरिदिनु हुनको लागि मैले डिसिओ सरलाई आग्रह गर्दछु एउटा मायाको चिन्ह स्वरूप उहाँलाई चाहिँ पेन्टिङ है ल अब हामी चाहिँ म चाहिँ भएन भनेर सबै एमडिआरटी भएपछि विश्वपत्र पनि पाइँदैछ होइन भयो त एमाकानु सरले एकदम चाहना पनि गर्नुभयो सबै एमडिआरटी जस्तै विश्व वज्र पनि पाउने रहेछ भन्ने कुरा चाहिँ हुन्छ यो एउटा महिलाहरूले पेन्ट गरेको पेन्टिङ हो होइन त्यही भएको कारण मलाई एकदम खुसी लागेर के दिउँ जस्तो लाग्यो विश्व वज्र भनेको अब एमडिआरटी पनि वर्ल्ड वाइडै हो होइन त्यो भएको कारणले विश्व वज्र हामीले चाहिँ गिफ्टेड गऱ्यौँ उहाँलाई धेरै धेरै बधाई दिने 4वटा झिल्चे त्यहाँ अगाडि ठ्याक्कै राखेको छु एउटा दुईवटा झिल्चे चाहिँ म्यामले लक्ष्मी म्यामले बोक्नु पर्ला